तपाईँको श्रीमान वा श्रीमतीसँग सम्बन्ध बिग्रियो के तपाईँ जहिले पनि सम्बन्ध विच्छेद गर्न पाउनुहुन्छ? यो भिडियो पुरा हेर्नुहोस्, कानुनी व्यवस्थाले तपाईँलाई अचम्म पार्नेछ। नमस्कार, म अधिवक्ता निम छेत्री। आज कुरा गरौँ नेपालमा साँच्चै कुन अवस्थामा सम्बन्ध विच्छेद हुन्छ र कहाँ प्राय मान्छेहरू गल्ती बुझ्छन् र गल्ती गर्छन् भन्ने कुराबाट एउटा सत्य घटना सुनौँ। एकजना महिलाको श्रीमान वैदेशिक रोजगारीमा गएको 4 वर्ष भयो। न फोन उठाउँछ, न पैसा पठाउँछ, न घर आउने कुरा गर्छ। पुरै सम्पर्कविहीन। कहीँ कतैबाट हल्ला सुनिन्छ, श्रीमान त अर्कै युवतीसँग बसेका छन् अरे। उनी सोच्छिन्, यसरी कति वर्ष कुरौँ? अब मसँग बस्न नै नचाहेको हो भने के म सम्बन्ध विच्छेद गर्न पाउँछु? यो प्रश्न धेरै महिलाको हो। यस्तै कथा पुरुषहरूका पनि छन्। श्रीमती विदेश वा नेपालमै कतै गइन्, बसिन्, सम्पर्कमा रहिनन्, वा माइतीमै बसिन् तर सम्पर्क गरिनन्। कानुनी रूपमा श्रीमान श्रीमती त छन्, तर व्यावहारिक रूपमा एक्ला एक्लै। यस्तो अवस्थामा धेरै पुरुषले सोध्ने प्रश्न पनि त्यही हो, के म अब सम्बन्ध विच्छेद गर्न सक्छु? धेरैले सोध्छन्, श्रीमान वा श्रीमतीसँग मन नमिलेमा, झगडा भएमा जुनसुकै बेला अदालत गएर सम्बन्ध विच्छेद गर्न पाइन्छ। यो कुरा सत्य होइन। साँचो कुरा के हो भने दुवैको सहमतिमा हो भने जहिले गर्दा पनि हुन्छ। तर पुरुषले वा महिलाले मात्र चाहेर सम्बन्ध विच्छेद गर्न खोजेको अवस्थामा भने मुलुकी देवानी संहिता 2074ले सम्बन्ध विच्छेदको लागि स्पष्ट आधार तोकिदिएको छ। जस्तै पति वा पत्नी कम्तीमा 3 वर्षसम्म एक अर्काको इच्छा वा मन्जुरी विपरीत अलग बसेको, खाना बस्न जस्ता आधारभूत जिम्मेवारी नदिएको वा घरबाट निकालेको, शारीरिक वा मानसिक यातना, अन्यायपूर्ण वा अमानवीय व्यवहार भएको र परपुरुष वा परस्त्रीसँग शारीरिक सम्पर्क गरेको वा अर्कैसँग विवाह गरेको अवस्थामा मात्र सम्बन्ध विच्छेद गर्न पाइन्छ। केवल मन नमिलेको मात्र भनेर मुद्दा हुँदैन र मुद्दा चलेमा पनि सम्बन्ध विच्छेद नहुन सक्छ। अदालतले पनि ठोस आधार र प्रमाण नभएमा सम्बन्ध विच्छेद गरिदिँदैन। अनि धेरैलाई थाहा नै नभएको कुरा के हो भने सम्बन्ध विच्छेद दुई तरिकाले हुन्छ। पहिलो सहमतिमा, दुवैले सहमतिमा जिल्ला अदालतमा संयुक्त निवेदन दिने, अदालतले मेलमिलापको लागि समय दिन सक्छ। त्यसपछि पनि नमिलेमा सम्बन्ध विच्छेदको आदेश दिन्छ, वा मिलेर गर्न चाहेमा 2-4 दिनमै सम्बन्ध विच्छेद गर्न सकिन्छ। दोस्रो एकल निवेदनद्वारा एक पक्षले मात्र पनि माथि भनिएका ठोस आधार देखाएर मुद्दा दायर गर्न सक्छ। यस्तोमा अर्काको सहमति नभए पनि प्रमाणका आधारमा अदालतले फैसला गर्छ। सम्बन्ध विच्छेद हुँदै गर्दा धेरैले गर्ने गल्ती के हो भने धेरै मान्छे सम्बन्ध विच्छेद हुनु अघि नै अंशबन्डा वा सम्पत्ति बाँडफाँड वा सम्पत्तिको विवरण जानकारी लिने आदि कुरा गर्दैनन्। सम्बन्ध विच्छेदको फैसला दिनु अघि नै संयुक्त सम्पत्तिको बाँडफाँड हुन्छ। यो नबुझी हतारमा सहमति गरेर सम्बन्ध विच्छेद गरिहाल्दा आफ्नो हक गुम्न सक्छ। साथै पति वा पत्नीको गल्तीले सम्बन्ध विच्छेद भएको प्रमाणित भएमा पक्षले खर्च र सम्पत्तिमा हिस्सा माग्न पनि सक्छ। तर श्रीमतीले प्राप्त नहुँदै अर्को विवाह गरेपछि पाइँदैन। यदि तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ भने पहिले आफ्नो अवस्था कुन आधारमा पर्छ भनेर बुझ्नुहोस्। प्रमाणहरू वा आम्दानी र सम्पत्तिको जानकारी राख्नुहोस्। प्रमाणहरू लिखित रूपमा जम्मा वा पेश गर्न सकिने गरी तयारी गर्नुहोस्। अनि कानुन व्यवसायीसँग आवश्यक परामर्श सल्लाह लिएर मात्र अदालत जानुहोस्। हतारमा निर्णय नलिनुहोस्। यसले अवस्था र सम्बन्धमा झन् धेरै समस्या सिर्जना गर्दछ। सम्बन्ध विच्छेद मन नमिलेको भन्ने भावनाको कुरा मात्र होइन, यो कानुनी आधार र प्रक्रिया चाहिने विषय हो। अदालत भन्दा अन्यत्र कुनै सम्झौता गरेर वा लिखत गरेर वा वडा नगरपालिकामा छलफल गरेर सम्बन्ध विच्छेद हुँदैन। सम्बन्ध विच्छेद गरिदिने एक मात्र अड्डा भनेको अदालत हो। अन्त्यमा यो भिडियो उपयोगी लाग्यो भने आफ्नो साथी, परिवार वा यस्तै अवस्थामा भएको कसैलाई पठाइदिनुहोस्। सायद यही जानकारीले ठूलो सहयोग मिल्न सक्छ। कुनै भोगाई, जिज्ञासा वा प्रश्नहरू भएमा कमेन्टमा लेख्नुहोला। यस्तै थप कानुनी जानकारीको लागि फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।